फेरि पनि नमस्कार। म शेर हुसेनसे निशान। आज फेरि म तपाईहरु सामु च्याप्टर 4 लिएर आएको छु। बीजेटीमा इम्पोर्टेन्ट र यसबाट पनि क्वेशन आउने सम्भावना प्रबल रहेको छ र अहिलेसम्मको हामीले प्याटर्न हेर्दा बुकहरुमा हेर्दाखेरि चाहिँ यो किसिमको प्याटर्न पनि आएकोले आज हजुरसँग त्यो प्रस्तुत गर्दै छु। मलाई फलो गर्नु भएको छैन भने फलो गर्दिनु होला, लाइक शेयर गर्दिनु होला र अझ थप भिडियो बनाउने प्रोत्साहन प्रदान गर्नुहुन्छ भन्ने पूर्ण आशा लिएको छु। मेरो युट्युब च्यानल मैले मेरो बायोको लिंकमा दिएको छु। यदि तपाईले युट्युब च्यानलमा पनि मलाई फलो गरेर सब्स्क्राइब बढाइदिनु भयो भने धेरै भयो भने चाहिँ मैले लामो लामो भिडियो पनि त्यहाँ बनाउने इच्छा राखेको छु। अब हामी च्याप्टरतिर जाउँ। अब यहाँनेरि के भनेको छ भन्दाखेरि चाहिँ सौताई मेन नो हितोताची हो सौखाई सुरुतो कि वा। सौताई मेन नो हितोताची भनेको चाहिँ आज भन्दा पहिले चाहिँ उहाँहरुसँग भेटघाट आउ कोतोगा नाइ हितो हैन, आउ कोतोगा नाइ हितो नि हाजिमेता तो कि सेउखाई सुरु तो कि वा चुखाउ कोतोगा भनेको पहिलोचोटी चाहिँ हामीले पहिले भेटेका थियौं, आज फर्स्ट टाइम उनीहरुसँग भेट्दै छौं र उहाँहरु बीचमा चाहिँ एक अर्कासँग फेरि के गराउँदै छौं, परिचय गराउँदै छौं भने त्यस्तो अवस्थामा ध्यान पुर्याउने कुरा क्वेशन चाहिँ के हो भन्दा मे सितानो हितो वा फर्स्ट एन्ड मे उएनो हितो ध्यान भनेको चाहिँ पहिले चाहिँ आफू भन्दा तलको जुनियरहरुको परिचय पहिले गराउने र सबैभन्दा त्यसपछि चाहिँ त्यो भन्दा माथिको मान्छेको चाहिँ परिचय गराउनु पर्छ। यदि कम्पनीको भित्र हो भने स्यानाइनो हितोताची हो भने चाहिँ फर्स्टमा मे सितानो हितो आतोदे मे उएनो हितो। यदि स्यानाइ नो हितो तो तोरी हिकिसाकुनो हितो नो आइदा देवा भनेको छ। यदि स्यानाइ भनेको कम्पनी भित्रको व्यक्ति र तोरी हिकिसाकी पार्टनर कम्पनीहरुको मान्छेको बीचमा हो भने चाहिँ स्यानाइ नो हितो फर्स्ट, किनभने तोरी हिकिसाकी भनेको हामी भन्दा ठूलो मान्छे मानिन्छ, त्यसकारणले गर्दा उहाँहरुलाई पछाडी गराउनु पर्छ। यहाँ नोटमा के छ भने स्यानाइ नो हितो नि वा याकुसोकु मे ओ चुकिते हितोरिसाकी नो हितो नि सेउखा सिताइयो नि चिउइसीमा स्यो। यदि तपाईले चाहिँ स्यानाइ नो हितोको परिचय चाहिँ गराउँदै हुनुहुन्छ भने चाहिँ उसको नामको अगाडि चाहिँ के गर्नु पर्यो त पद सोकुमे चाहिँ राख्नु पर्छ, याकु सोकुमे चाहिँ राख्नु पर्छ अनि मात्रै परिचय गराउनु पर्छ। तर तोरी हिकिसाकीको मान्छेको अगाडि चाहिँ पद राख्नु आवश्यक छैन र राख्नु हुँदैन, उहाँको चाहिँ नाम मात्रै भन्नुपर्छ भन्ने कुरालाई चाहिँ मैले नेपालीबाट पनि जोड राखिदिएको छु। त्यो कुरालाई चाहिँ तपाईले विशेष ध्यान दिनु पर्यो। के हो त अरे भन्दा यदि स्यानाइ भनेको चाहिँ कम्पनी भित्रको मान्छे हो भने उसको परिचय गराउँदा उसको पद अगाडि राखेर चाहिँ जस्तै बुच्योनो सातो, खाच्योनो सन्तोष,